थियो मनभित्र। भाषा देश र भूगोल जोगाउन अटुट थियो हृदयभित्र। धन्यवाद उत्कोशकज्यू। आदरणीय यस गरिमामय सभाका सभापतिज्यू, विशिष्ट अतिथिज्यू, अन्य कामसँग संलग्न जुबाई दिदीबहिनी र मसँग अध्ययनरत मेरा प्रिय मित्रहरू, अन्धकारको गोरेटोबाट उज्यालोतर्फ लैजानुहुने गुरुवर्ग, आज 304 पृथ्वी जयन्तीको अवसरमा म हजुरहरू सामु बोल्न पाउँदा निकै खुसी भएकी छु र म हजुरहरू सामु कविता वाचन गर्न गइरहेकी छु। शीर्षक रहेको छ राष्ट्रिय निर्माता पृथ्वीनारायण शाह। जन्मदा तिमी नगरी गोर्खा थिएन नेपाल, जोडेर देश तिमीले आज बनायो विशाल। गरिब राज्य गोर्खा त थियो सम्पत्ति थिएन, नगरी बस्न कीर्ति र कार्य वीरताले दिएन। राज्य 22-24 गरी विभाजित भएथे, शान्ति थिएन आपस सधैँ लडिरहेका